4 and the 9764 64 कति डेन्जर घोडा यार हेर त साना छन् त अन्त हामीले भन्दा बढी डाइट खाछन् होला यिनीहरूले अनि मलाई क्यान्सल गरिदिनु पर्ने नि त यार मेरो त दुःख त भयो त मलाई म तल वहाँ सामाखुसीबाट आएको मलाई के क्यान्सल गरिदिनु पर्ने नि मैले तपाईँलाई कल त गरेको छु नि त होइन नै हो दाइ तपाईँको पर्सनल काम होला कि मलाई पनि भोक लागेर म पनि घर छिट्टो जान पो भात खाम्ला भनेको थिएँ ल भाइ यस्तो यस्तो भनेर क्यान्सल गरिदिए त तपाईँलाई पनि आनन्द मलाई पनि आनन्द हेर्नु त म त वेट गरेछु यार हेलो गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन म चाहिँ आज मेरो फर्स्ट डे है हिजो अलिकति देखिहाल्नुभयो बाइक सर्भिसिङ गर्नेले दुइटै टिप हानेको अनि आज चाहिँ मेरो याङ्गोमा फुल टिप हान्न फुल टिप भन्नाले पनि जस्ट याङ्गो ट्राई गर्दैछु के कस्तो हुन्छ म सन्चै छु गाइज आशा छ हजुरहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला लेट्स सी बा के हुन्छ आजको डेमा है अब पुरा त हान्न सक्दैन होला त्यस थोरै अब अलिकति स्केल बढाउँ न होइन फेरि यहाँ अलिकति बानी पर्ने 1-2 दिन अझै मलाई गाह्रो लाग्छ गाह्रो छ भने हामी पछि बिस्तारै बढाउँ फुल टिप हानौँ ल होइन ल इन्जोय द भिडियो लाइसेन्स भेरिफाई गर्न माग्यो क्या अनि लाइसेन्स पनि राखेँ प्लस मैले मेरो आफ्नो कालो खाप्चो पनि देखाएँ बल्ल यही रहेछ कतै अरू रहेनछ भनेर यसले भेरिफाई गरिदिइसकेको छ अब मैले चाहिँ टिप पाउनु पर्ने भयो चुज गोल अप टु 40% भने अब म गोल सेट गर्छु गाइज आज अघि नै भनिहालेँ म सक्दिनँ होला 37% को जम्मा 40 नै 37 टिपको जम्मा 40% थिएँ पहिला 22 टिप हान्दाखेरि त गाँड फट्टी हुन्थ्यो अब आज यो 37 टिप त मैले सम्झिने हो लाइक अब जे होस् मैले आज हान्छु गाइज करिब 22 टिप त हानौँला है दिनभरि 790 रुपियाँ गरेँ खै के हो मैले अझै बुझेको छैन है यो ल 22 टिपबाट सुरु गरौँ न अनि भोलि बिस्तारै बढाउँला ल त मैले 22 टिप गोल सेट गरेँ अब हेरौँ फर्स्ट टिप को पढ्नुहुन्छ जम्मा प्रो लेभल 41 रहेछ अनलाइन जाम होइन अनलाइन ल सादा मोबाइल पनि राखौँ पकेटमा लेट्स गो सेन्डिङ लाइसेन्स फोटो भन्छ कतिचोटि हान्ने हो क्या सेन्डिङ फोटो यार पार्टनर चेन्ज गरिदिउँ क्या यार यो गुरुजीको के यो सबैको त्यस्तै होस् गाइज झन् ढिलो भइरहेको बेला 2 चोटि पनि हुन्छ र भनेको क्या यो लाइसेन्स मिलेन रे अब एकछिन खोलेरै हेर्छु यार ए मेरो खाप्चो त मानेछ लाइसेन्स मानेन छ गाइज फोटो सेन्ड स्टार्ट ल 22 टिप अब त माने यार यस्तो नगर्नु अन्याय नगर्ने भर्खर नयाँ फर्स्ट टाइम जस्तो होइन त म त केही दिन अगाडि चलाएरै गएको हो त अनि यता यो वाइफाईलाई पनि मारिदिउँ यत्रो यहाँ महिनाको डाटा झिकिया छ र गाइज अनलिमिटेड 800 रुपियाँको ठिक छ एउटा न एउटा बजिहाल्ला बज्यो कति टाढाको बोजूको हो र गाइज यो चाहिँ धेरै टाढा छैन बरु ल्याउन जानु पो यहाँ 1 किलोमिटर देखा अघिको त 21 किलोमिटरको आएको यार आम्बो ल गाइज 1.1 किलोमिटर ल्याउन जानुपर्ने लोकेसनमा छु भनेर पेसेन्जर आत्तिसक्नु भयो यहाँ मेरोमा यहाँ बुढीको मोबाइल चलाएको के अनि कता जिमेल मागिरहेको थियो अनि के गर्दा अलिकति लेट भइहाल्यो जस मैले फोन गरेको छैन पुगिहाल्छु पेसेन्जर सायद बुझ्ने हुनुहुन्छ होला आफैले छिट्टो आउनु होला है भन्दै हुनुहुन्थ्यो यता सानो पुल होइन शेषमती पुल कति टाढा फालेको यार राइट ल मेरो पेसेन्जर त यतै हो आज कहाँ साइकल रेस रहेछ र जानु
हजुर हो र ए ऊ त्यहाँ हुनुको रहेछ तपाईँ हो ए ल बसौँ अलराइट बस्नुभयो है बस्नुभयो बस्नुभयो भने राख्ने यो ट्याक्क अफलाइन बसौँ कि पछि फेरि राइड आउँछ यहाँ त यताबाट जाऊँ कि यताबाट जाऊँ मेरो फर्स्ट ट्रिप सुरु भइसक्यो गाइज अब दाइलाई यहाँ लन्चरभित्र छोड्नु पर्ने 8.5 किलोमिटर यस्तै हो बिहानी समयमा अनि मलाई यति दिन हो गाइज अब अलिकति अप्ठ्यारो हुने देन अनि त्यहाँदेखि हिँड्नु हो काठमाडौँको घरकै र हाम्रो दाजुको स्टेसन पनि आयो ठमेलभित्र ठमेल एरिया होइन र दाइ यो ज्याठा ज्याठा एरिया र ट्याक्कै मेन जक्सनमै भयो क्या ट्याक्कै एक्ज्याक्ट लोकेसनै हो क्या फर्स्ट ट्रिप कम्प्लिट भयो यार मेरो अनलाइन होला दाइ के सानो क्लिपले के असर गर्छ र यसो तपाईँ देखेको भिडियोमा त्यही त ल छोटो टिप आयो यार यो जानुपर्छ 1 किलोमिटर ल्याउनै जान छ फेरि ए हस् थ्याङ्क यू दाइ हस् हस् दाइ एसकेटी भ्लग 15 छ हस् हस् दाइ हल्का ढिलो आउँछु ल 121 उठेको थियो अनि 130 हालिदिनु भयो थ्याङ्क यू सो मच यहाँ 9 रुपियाँ भने धेरै हो गाइस यहाँ 1 रुपियाँको लागि हुन्छ मान्छे हामी पनि पेसेन्जर पनि है ठ्याक्क उठाएको थिएँ बिहान राइड किन यति नजिकको दियो भनेको फेक राइड रहेछ क्या हेर्नु है ट्रिप क्यान्सल गरिसकेको छ क्या ए यस्तो छ विडम्बना सो अब केही छैन अब यहाँ ज्याठाबाट कहाँ जाने हो थाहा छैन बट कम्प्लिट भएको छ है गाइज ओ आज त रुमाल पनि केही पनि ल्याएन 5 कति बज्यो भनेपछि 6 बज्यो तर यस्तो उज्यालो भइसकेको छ क्या ठिक छ ढिलो फेला पर्यो पेसेन्जर तर राम्रो पर्नु भयो फेरि 4 किलोमिटरको एउटा ट्रिप लागिसकेको छ अघि घरबाट आउने बेला चाहिँ पर्पल जोन थियो त्यही भएर त 4 किलोमिटरको 121 उठेको थियो अनि अब अहिले चाहिँ छैन गाइज त्यस्तो पर्पल जोन छैन जे 50-60 रुपियाँ उठिहाल्ला यता माथि कता जमलतिरबाट हो कि जमलतिरबाटै रहेछ सो जाऊ न लेडिज हो कि जेन्ट्स हो थाहा भएन तर जो भए पनि प्यासेन्जर है फोन गरौँ है बिजोक छ पशुपति टेम्पल मित्र पार्क यतैबाट जाने होला दाइ तपाईँ हो हजुर न यहाँको बुक गर्नु भएको हो किन हेर्नु त पचहत्तर 62 यहाँको होइन तपाईँले बुक गरेको खै यहाँ हो नि त यहाँ ए बागमती म होइन मेरो पेसेन्जर पो कता जानुभयो म त सिधै कलमा फोन गरेको छु हेलो सर म लोकेसनमा आइसकेको थिएँ नि म लोकेसनमा आइसकेको थिएँ कि ओ हो ल कलै नरिसिभ गरिदिँदा यार तपाईँले कलै रिसिभ नगरिदिँदा मेरो अरे कल अनलाइन कल गरेको थिएँ नि तपाईँलाई मैले यतिबाट निस्क्यौँ है ल बस्नु पशुपति होइन त
कहाँनिर जानुपर्ने कहाँ तल ओह्रालोमा ओह्रालोमा हो म ल रोक त तल होइन उता उता हो तिमीले उता देखायो लोकेसन म यहाँ कम्प्लिट गरिदिन्छु यहाँ कम्प्लिट गर्नै पर्छ क्या मैले कम्प्लिट गर्नु अनि तपाईँलाई पैसा दिने डल्लै ओके ओके तिम्रो इन्टरभ्यू नबिगारे त भयो राजाजी चलाउनु हुँदो रहेछ यार तपाईँले। हो बाइक चलाइ मन पर्यो अलिअलि कहाँनिर अझै तल हुँदै बोर्डै देखाइदिन ए ल ल भन्नु है म भन्छु नि ल ल ल म राइड आयो यार एक्सेप्ट गरिदिन्छु यार कति टाढा गयो यार छोटो छोटोहरू आएको है अनि फेरि जान टाढा छ नि त ल्याउन जान अर्को टिफिन आइसकेको छ है तर म यहाँबाट गयो भने त मार्छ यार यतातिर छ यार पेसेन्जर तिमीलाई यता ल्याउनु जानुपर्ने आज पेसेन्जरले लोड पारेर मलाई थर्काउँछ हामी त गौशाला आयौँ त अनि गौशालामा आयौँ त हामी त गौशाला अँ यो भन्दा नि तल हो अझै कहाँ पशुपति यहाँ तल ए बा यार तिमीले त यताबाट मलाई यता हुन त ठिक छ तिम्रो लोकेसनले यता देखाएको थियो दङ्ग पऱ्यो त यार के गर्यो हो तिमीले म माथि त अन्याय गर्यो यार केटीहरूले गरेको थियो याङ्गो मैले गरेँ होइन म माथि त अन्याय गर्यो यार तिमीले यार ल हेर मेरो यहाँ टिप पनि उठिसक्यो म त यहीँ तल होला भनेर आइहालेँ उसलाई मैले कल गर्छु त्यो त यतै रोकिदिनु त्यसो भए होइन होइन ढिलो होइन तिमी कस्तो कुरा अरे यार मेरो त ढिलो त आफ्नो एउटा ट्रिप क्यान्सल हुने हो तिम्रो त इन्टरभ्यू छ हो त फेरि अनि कहाँनिर भन बरु नजिक छ त्यो भवन छैन हो त्यो हो भवनमा ए ल ल ल त्यो साह्रो कन्फिडेन्स केही छ अरे ल ल म यतातिर त म मिलाइहालौँला कि अब तिम्रो अब इन्टरभ्यू जस्तो कुरा त्यसलाई आइपुग्यो भन्न चाहिँ कति बजी चाहिँ छ त अब तिम्रो बिस्तारामा बजेको थियो होला ठिक छ आएर अँ यो उमेरमा नलाग्ने त कहिले लाग्ने हो त नि ल म तिमीलाई यतै रोकिदिएँ है अँ ल ल मलाई पेसेन्जरले मार्छ गाइज टिप उठ्यो उल्टो पऱ्यो क्या फेरि ल छ कति हालिदिनु है जति हाल्छु हाल ल हस् थ्याङ्क यू ल राम्रो दियो है इन्टरभ्यू यहाँ फेरि जाँदै रोक्नु पनि दिँदैन तपाईँको म गौशाला तलतिर छु म आइहालेँ है म गौशालानिर छु म आइहालेँ है ल ल ल ओके गाइस चाँडो आउनु रे मर्निङ टाइममा छ खासै जाम पनि हुँदैन अनि त्यो भएर पनि खासै समस्या त भएन त्यो अहिले गाउँको भाइले पैसा त राम्रै दियो कि अलिकति यो गलत लोकेसन परेछ कि उसको अनि उसलाई कम्प्लिट गर्न पनि राइड आइहाल्यो आएको राइड उठाइएन भने पछि आफैलाई घाटा हुन्छ प्रोलेबल पनि घट्छ त्यही लोभले मैले उठाइहालेँ तर यहाँ अलिकति समस्या प्रब्लम के क्रिएट भयो भने गाइज पेसेन्जर मेरो आत्तिने भयो क्या अनि हामी सिधै जाने 80 मिनट 80 सेकेन्डको लिमिट लाग्यो यार रेड लाइट बढ्यो ठिकै छ यताबाट यता जान दिँदैन थाहा छ अब हामी जाने सिधै हो काम पनि खुलिसकेको छ है गौशालाको अब हामी सिधै गएर दायाँ लाग्छौँ त्यसपछि बायाँ लाग्छौँ ल त मेरो ब्रदरको कलेज आयो होइन यही वेलकम द टाइम्स के इन्टरनेसनल हो हस् थ्याङ्क यू ब्रो 150 को पनि टिप हान्यो भाइले 1 रुपियाँ बढिदियो गाइज ल 5 स्टार हो क्या कसैले मलाई दियोस् नदियोस् सबमिट नो या अनलाइन ल नन स्टप मेरो टिप 3 टिप पुगिसकेको छ यस्तै हो भने सबैले पुग्छ होला 2टा पैसा इस्युमा गयो एउटा पैसा चाहिँ क्यास आयो है थाहा छैन यो जिन्दगीले कहाँ पुर्याउने हो अहिलेसम्म काठमाडौँसम्म पुर्याएको छ अनि कहाँ गाउँतिर बसेर काम गर्ने मान्छेले यहाँ पठाउ गर्न बोलाएको छ अनि यो जिन्दगीले भोलि कहाँ पुर्याउने हो थाहा छैन गाइज तर सङ्घर्ष गरिरहेको छु स्ट्रगल गरिरहेको छु
दुइटै एउटै परे जोस् दुइटै गरेको छु अनि सफलता हात चाहिँ अहिलेसम्म शून्य नभनौँ 1 चाहिँ भएको छ। त्यही हो अब राइडको कुरामा तपाईँलाई कति मन पर्दैन होला, अब यो मन नपर्दा पनि हेर्नुपर्ने हुन्छ क्या। अब मेरो उपाय छैन गाइजहरू, अब के भिडियो देखाऊँ भन्नु त तपाईँहरूलाई केही छँदै छैन। त्यही अब कहिलेकाहीँ अलिकति 2-4 रुपियाँ कमाइएछ भने ट्राभल गरौँला, नत्र भने यस्तै हो। अब राइड कुर्न लागेको आधी घन्टा भइसक्यो। ठमेलतिर जाऊँ कि भने हो, ठमेलतिर भेट्छ फेरि भनेर अब क्यार्ने हो। राजाको सवारी कति डेन्जर घोडा यार, हेर त साना छन् त। अन्त हामीले भन्दा बढी डाइट खाछन् होला यिनीहरूले। ए होइन त ल बस हस् वेलकम। 68 उठिरहेको रहेछ 70 र 2 रुपियाँ घाटा लाग्यो है नै तपाईँलाई 68 थियो नि त। ओके गो टु अनलाइन गाइज। कति धाइयो यही एक्टिभको लागि, कहाँ पुगेन। यो पुरानै पैसा है, यत्रो कमाइसकेछ नभन्नु होला। मेरो त्यो पुरानै अलिकति स्टक राख्नुपर्छ नि त। म अहिले बानेश्वरमा छु। अब बानेश्वरबाट टिप लाग्नु भनेको सम्झिने हो, त्यसैले स्याट्ट लगाएर 5 किलोमिटर समथिङ 5.5 किलोमिटर 70 उठ्यो भनेपछि हजुर यति हेर्नु त बिहानबाट। आज फेरि 2 जनाले फेरि मलाई खुल्ला सोधेर हैरान बनाइदिए। होइन भइदिए त दिन्थ्यो गाइज, अब हुँदै नभएको त कसरी दिउँ होइन। एउटा छोटो मिठो दामी लाग्यो गाइज यार। म यत्रो लगभग 3-4 किलोमिटर भौतारे बट एउटा टिप लागिसकेको छ बहिनी। हजुर हजुर ए हे 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 भन्नु त 9764 and 9764 64। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। ठ्याक्कै लोकेसन एक्ज्याक्ट त्यही छ नि होइन। ए हस् ओके गाइज, ल ठिक छ। बहिनी निदैमा जस्तो लाग्यो यार। कोही बात नै, अब हामी यहाँ चलिदिन्छौँ। होस्टेलदेखि होस्टेल रहेछ। अब म चाहिँ यता कता छु, रातो पुल सेतो पुलतिर छु। केही छैन। अब यहाँबाट यो पाठशाला छोडेर हुन त भर्खर 8 बज्यो। 8 बजे 4 टिप पुग्नु भनेको ठिकै पनि हो। 4 टिप कि 5 टिप? 5 टिप गाइज। अनि आज जसो तसो आज दिन धगलिहालिन्छ। अनि भोलिदेखि बिस्तारै लेभल बढाउँ क्या होइन गाइज। कहिले पुग्दैन भने एक त बोनस त्यति राम्रो छैन, याङ्गोमा भाडा पनि कम उठ्छ। मैले चाहिँ कल गरेर ल आइदिनुहोस् त बाहिर भनेको छु। ए हस् भन्नुभयो हो। कतातिर खसखस भयो त फेरि। ए होइन ए हजुर हो। ल बेरोबाद भयो यार, पछाडिपट्टि हुनु त रहेछ। हेर्नु त छ किन सामान फेरि। यस हस् थ्याङ्क यू। यहाँ कुरो पनि फेरि आज किन यार याङ्गो हुनु त फेरि। यो समय त्यस्तै हो कि बाहिरबाट भित्र आउने समय हो। म भित्रैपट्टि छु त अनि कसरी हुन्छ क्या। अनि कस्तो उल्टो टिप लाग्दिरहेको छ क्या। तपाईँको मर्निङ टाइममा अब बाहिरबाट भित्र जान्छ मान्छे होइन। यो बोइज होस्टेल यताउता चाहिँ अब अलिकता कहिलेकाहीँ अक्कल झुक्कलमा विशेष गरेर बिहान मान्छे इन हुन्छ होइन, साँझ आउट हुन्छ। तर म फेरि कस्तो भइदिन्छु भने बिहान इन भइदिन्छु, साँझ फेरि आउट भइदिन्छु क्या। बिजोग छ नि यार। ल यता बानेश्वरभित्र छु म, लगभग कोटेश्वरको छेउछाउमा। अनि 5 टिप अघि नै भनिहालेँ, 5 टिप पुगिसकेको छ। लेट्स सी साँझसम्म पुग्छ होला गाइज।
मान्छे कति अबुझ हुन्छ यार। यहाँनिर आकाशे पुल छ, त्यस्तो गाडीको बिचबाट आएर दुईजना हैट यतिसम्म रिस्क नलिउँ न हो दिदी बहिनी हो। कुरु माथिबाट आयो भइहाल्यो। यहाँनिर छ आकाशे पुल, एक्सिडेन्ट भयो भने अनि गाडीलाई दोष। हजुर हो 4200 ऊ हस्पिटल होइन के अरे हस्पिटल होइन होप ल बस्नु यतिबाट निक्लिँदा नि हुन्छ है। ल ल ओ माई गड हात दिनु ल ठिक छ। जताबाट छिटो हुन्छ त्यतैबाट जाऊँ न। होप हस्पिटल यस्तै गाइज। अब अलिकता भिडभाड बढिसकेको छ। घडीले 9:30 भन्दा अब भइसकेको छ। अब यहाँ आजभोलि अब यो 9 बजेको अफिस टाइमले अलिकता सबैले जाम। ओइ 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 हो यताबाट यता किन म्यापले यता देखाएको त? रोक्नु है त म घुमाउँछु ल। तपाईँले भन्नु है म म्याप हेर्दिनँ ल। म्यापले त यता देखाएको थियो नि त। हस् 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 हजुर हस् हस्। ए बाबा अब नयाँ होइन हो म पुरानै हो। अब यहाँ म्यापबाट हिँड्छौँ हामी। अब तपाईँलाई ठ्याक्कै यहाँ त्यताबाट पनि पठाउँछ नि त। तपाईँ जाने बाटो यो भयो। त्यो भएर आतिर यार कपाल खायो। त्यति पुरानो नयाँ त होइन नि म यार है गाइज। पहिला पनि और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। हाँ भाई कैसी लगी आगे स्वाद हो होइन खुल्ला बाटोमा तपाईँलाई अलिक ढिलो छैन। हस् हजुर हस्। वहाँबाट 10 मिनटमा त हुँदैन हौ। ल माने 2 किलोमिटर 10 मिनटमा भने चाहिँ कडै रहेछ तपाईँ त। ए ल ल हामी जस्तो बेरोजगारीलाई रोजगारी दिएकोमा धेरै धेरै धन्यवाद। यस्तो होला नि त मलाई नयाँ देखेर होला नि त। होइन बारे अब याङ्गोको रेट कहिलेकाहीँ तल माथि पर्छ। यो कोही आफू गए त हुन्थ्यो हामीलाई पनि लग्लान् भन्ने डर। त्यस्तो हुँदैन। ए ल झर्नु साह्रै डराउनु भयो मसँग आज है। फर्स्ट टाइममा कोही पेसेन्जर आज जिन्दगीमा फर्स्ट टाइम कोही पेसेन्जर मसँग डराउनु भयो। 500 हालिदिनु होला नि फेरि। के थाहा कहिले झुकेको। इस्यु सेक्योर छैन रे होइन। खै हस् थ्याङ्क यू वेलकम। लाइफमा फर्स्ट टाइम यार कम्प्लेन खाएँ क्या मैले। जसले पनि अच्छा दामी वाउ भन्थ्यो होइन। हुन त ठिकै छ आफ्नो सम्झने शक्ति हुन्छ, आफ्नो बोल्ने तरिका हुन्छ, आफ्नो
के बोलिरहेको छु यार जस मैले भन्न खोजेको आफ्नो सोचाइ हुन्छ केही छैन अब म कस्तो मलाई मात्रै थाहा छ जस ढिलो होस् चाँडो होस् दायाँ बायाँ होस् तर सेफली राइड गर्नुपर्छ होइन सो गाइज अब 9:40 गएको छ अब म चाहिँ बिस्तारै घरतिर बाटो तताउनु पर्छ अनि यो एकदमै म यता होप हस्पिटल यता कता आएको छु अनि अब निस्किनु पर्छ भोकले क्वाक पारे गाइज घाटा भन्ने थियो होइन अब अलिकति नाफाको ठाउँमा आएको छु आई मिन यो तपाईँको यो जोन छ क्या गाइज यहाँ अब ब्लूमा चाहिँ ब्लू र पर्पल भयो भने दुइटैले बोनस दिन्छ अनि पर्पल मात्रै भयो भने प्यासेन्जरले दिन्छ जस सुक्खाको भन्दा अरू बेलाको भन्दा केही पर्सेन्टेज भाडा बढ्छ यहाँ कति टाढा गयो ए प्रभु आउनु त उतै गयो यार उठाउनै पर्छ गाइज अब खाना खाने त दामी यार क्यान्सल नगरिदिनु है योभन्दा अगाडि पनि आएको थियो क्यान्सल गरिदिनु भयो सायद भाडा महँगो देखेर होला इमान्दारीसँग ल्याउन जाने कता हुनुहुन्छ हजुर दिल्ली बजार ए यतै भ्यालीभित्र रहेछ क्यान्सल नगर्नु ल गाइज म गएको है अब म यहाँबाट राइड पनि टिप्ने अनि उतैतिरको हो अनि खाना खाने सुरसार गर्नु पऱ्यो यार दुःख पेटको लागि गरिन्छ भोलि बिहान पेटै बिग्रियो भने के को लागि दुःख गर्ने छ र होइन म बुक गरिदिउँ त है अनि अफलाइन नहिँड्नु के अब अहिले डिलिट भए पनि अर्कोचोटि डिलिट नगर्ने त हो नि के छ र जिन्दगानीमा सेवा नै धर्म हो म भात खान जान लाग्यो गाइज अब अफलाइन मलाई खासै मन पर्दैन बल्कु ब्रिजमै हो पुलमै हो जोस् बल्कु ब्रिज लोकेसन भयो हुन्छ होइन बल्कु बस स्टप लेखिदिउँ धवै होला उठाउनु केटाहरू त टन्नै छ अहिले टाढाको अलि उठाउँदैनन् कि बाइक 171 रुपियाँ देखाएको छ 171 रुपियाँ देखायो हुन्छ ए ल बहुत महँगो उठ्यो यार गाइज यत्तिकै यार यता हेर्नु माथि रोडमा तपाईँ हो रातो ज्याकेट लाउने हो ए दिदी यता सुन्नु ऊ त्यो रातो ऊ त्यो ज्याकेट लाउने हो जानु 171 उठ्या छ है हस् कस्तो बिजोग के यार मैले यार हेर्नु न सेवा गर्न लागेको आज याङको यस्तो बौला आएछ क्या आफूलाई भयो त राम्रै लाग्ने अर्काको फेरि त्यस्तै के बिचरा अब सधैँ अब 100 उठ्ने आज कस्तो 172 उठिदिरहेको छ अझ यहाँ वेटिङै बढाइसक्यो यार मलाई जाम भन्दै हुनुहुन्थ्यो म फेरि नाइ भने उता खाना खान पनि जानु पऱ्यो 100 जति उठ्नु पर्ने हो क्या यो त याङको इन्डिया पठाउ भन्दा पनि महँगो उठ्थ्यो क्या म त दङ्गै पऱ्यो यार छ्या अनि म चाहिँ ल बिजी मलको मान्छे बिजी मलसम्म लिएको थिएँ बुढा नीलकण्ठबाट अब म चाहिँ अब राइड नबोकेर घरतिर हिँडिदिन्छु होला ठ्याक्क मैले फेरि इन्डिया हेरिरहेको थिएँ कि अब आफ्नो साइडतिरको तर ठ्याक्क दिदी भेटिनु भयो आँखा अपरेसन गर्नु भएको रहेछ अनि धर्म गरिदिउँ न त भनेको त खोरो फुटाले याङकोले आज यार केही छैन पैसा ठुलो कुरो होइन बाबु मलाई ढिलो भएको छ भन्दै हुनुहुन्थ्यो A few moments later. अनि मलाई क्यान्सल गरिदिनु पर्ने नि त यार मेरो त दुःख त भयो त मलाई म तल वहाँ सामाकुसीबाट आएको मलाई के क्यान्सल गरिदिनु पर्ने नि मैले तपाईँलाई कल त गरेको छु नि त होइन नै हो दाइ तपाईँको पर्सनल काम होला कि मलाई पनि भोक लागेर म पनि घर छिट्टो जान पो भात खाम्ला भनेको थिएँ ल भाइ यस्तो भनेर क्यान्सल गरिदिए त तपाईँलाई पनि आनन्द मलाई पनि आनन्द हेर्नु त म त वेट गरेछु यार ल अब क्यान्सल अब हातमा छ भने मोबाइल क्यान्सल गरिदिनु न है अब एक त तेल खर्च भयो त्यही माथि फेरि यो यहाँ राइड स्टार्ट भइसकेको छ कि अटोमेटिक म लोकेसनमा छु नि त तपाईँको अनि यो म तपाईँको लोकेसनमा छु नि त त्यही अटोमेटिक राइड स्टार्ट भएको छ तपाईँले क्यान्सल गरिदिएपछि मेरो यता 8-10 रुपियाँ पनि बस्ला भनेर के हजुर यस्ता गोरुहरू भेटिन्छन् गाई चाहिँ सुरुको दिनमा यस्तो क्या अब मैले ठिकै छ नजिकको भनेर उठाइहालेँ होइन अनि के भन्ने क्या त्यत्रो अहिले लगभग मैले 15 मिनट बसेँ क्या यहाँ एकजना दाइबी चाहिँ झुकेर बस्नुभयो उहाँ हुनुहुँदो रहेनछ अनि ल मेरो काम पऱ्यो रे म यताउता के कस्तो है के सम्झिन्छन् यार राइडरहरूलाई म त फर्स्ट डे भएर नरिसाएको
अब मेरो रिस त अब के थाहा यिनीहरूलाई तर नो प्रब्लम गाइस अब क्यान्सल गर्छ कि गर्दैन है अझै फोन नउठाइदिए त फेरि मुखभरि शब्द आइसकेको थियो धेरै नेपाली शब्द फेरि कण्ठ पनि गर्नु पर्दैन अटोमेटिक आइहाल्छ फेरि आशीर्वादको कुराहरू ठिक छ यसले अब क्यान्सलै गरेन भने 45 रुपियाँ उठाइदियो फेरि राइड फेरि यहाँ यो दाइले फेरि एकजना दाइ यहाँ बस्नुभयो कि अनि म भन्नुभयो अनि ठ्याक्कै राइड स्टार्ट गरिहालेँ पैसा काट्ने भइहाल्यो ट्याक्स कमिसन काट्ने भयो कि 45 को 4-5 रुपियाँ यहाँ काट्ने भयो उताबाट आएको तेल काट्ने भयो यसले क्यान्सल गर्न जानेन क्या यो गोरु नै रहेछ क्या यसलाई अरू उपनाम के भनौँ होइन मान्छे गोरु नै रहेछ कस्तो पीडा क्या हेर्नु न अब रिसाउनु भनौँ भने पनि 12 बजिसक्यो अनि फेरि खाना भोक लागेको याङ्गो अफ गरेर याङ्गोले जताततै फाल्छ भनेर अनि याङ्गो नगरेर भन्नाले याङ्गोलाई अफ गरेर म इन्ड्राइभ हेरेको थिएँ अब इन्ड्राइभमा त आफ्नो मन परेको राइड गर्न पाइन्छ नि त कता जाने के गर्ने आफैले निदो गर्न पाइन्छ त्यही भनेर एक्सेप्ट गरेको चिज त्यहीले मलाई घाटा लगायो केही छैन गाइस 2-4 किलोमिटर अब यसै पनि चलिन्गे अनि अब मेरो 12-10 राइड छ अनि अहिले नै म किन रिसाउने होइन अनि दिमाग खट्टा किन गर्ने ओके नो प्रब्लम फाइनली गाइस मेरो खानपिन यही हो है दाल बिग्रेछ अरे अब यो आलु गाउँको आलु हो यो अचार भात त्यसपछि घिउ छैन बड्डे हालिदिन्छस् किन त्यहाँदेखि त्यही हो कति बज्यो 12 बजिसक्यो 1 बज्न लाग्यो क्या है 1 बज्न लागिसकेको छ भोकले म क्वाक परेको छु ए गाई चाहिँ मेरो ससुरालीको घिउ 12 बज्न आयो भन्नाले उता भैँसीको हुन त अनि त्यो लिएर आएको थियौँ त्यही अब अलिकति लास्ट ट्रिपमा अहिले लास्ट ट्रिप भन्नाले नि इन्डाइभले अलिकति तनाव गरायो अब धर्म गरेपछि कप फुट्छ भने जस्तो देखिहाल्नु भयो के अरे जे केही छैन एउटा दुइटा अब अपवादमा मान्छे निस्किन्छन् राइड गर्ने क्रममा अब सुरुको दिनमा के यस्तो होइन Much later. बाप कति टेन्सन गुताएको यार कडा सो गाइज मैले चाहिँ 5 बजे नै कम्प्लिट गरिसकेको थिएँ आजको राइड म तपाईँलाई जुन स्क्रिन सर्ट गरेर पनि देखाउँछु एउटा टिप थपे भनौँ न अब उताबाट बोनस एरिया छ खतरा उठ्यो गाइज यार 6 किलोमिटर अरू बेला 60 उठ्यो भने चाहिँ 200 एबभको उठेको छ यो अनि दाजुलाई छोडेर म 1-2 टिप हानेपछि म घरतिर जान्छु अब फाइदा छैन क्या मैले अलिकति बोनस आइसकेको छ पर्सेन्टेजको बोनस अनि बाँकी चाहिँ आफ्नै मनमर्जीले गर भाइ बोनस पाउँदैन भनेर एङ्गोले भन्छ अनि फोकटमा घाटामा किन काम गर्ने होइन अनि आज पहिलो दिन अलिअलि थकाइलाई पनि मेन्टेन गरौँ अनि बिस्तारै आज यार 37 टिप के गरी हान्यो क्या मान्छेले हाबा 22 टिपले मलाई होइन दिनभरि गराइदियो क्या त्यही 2 घन्टा घर आराम गरेँ ल है हे प्रभु भने जस्तो गरायो अनि चाहिँ अझै साथीहरूले त 37 टिप पनि हानेछौ धन्य हो तिमी 37 टिप हान्नेहरू सायद 10-11 बच्चा होला उहाँहरूलाई चाहिँ अब चाहिँ म बाटोमै बिदा हुन्छु किनभने म घर जानलाई त टाइम लाग्छ गाइस होइन त्यहाँ घर जाने बेलासम्म तपाईँलाई भिडियो लामो होला फेरि तपाईँ निदाउनु होला होइन सो अब भिडियो यतै माडौँ गाइस हेरिदिनु पऱ्यो भिडियो तपाईँहरूको साथ सपोर्ट त चाहियो गाइस एक्सन क्यामेरा सरी हस् थ्याङ्क यू दाजु